हेलो साथीहरु, नमस्ते। मेरो नाम चाहिँ दिपेश कुमार साथी हो। म बीएससी को स्टुडेन्ट हो। आज म तपाईहरुलाई मेटल र नन मेटलको बारेमा पढाउँछु, ठीक छ? मेटल भनेको के हो, नन मेटल भनेको के हो? ओभरअल योहरुको बारेमा कुरा गर्नु अगाडि हामीहरु पहिला चाहिँ एलिमेन्टको बारेमा कुरा गरिकन। एलिमेन्ट भनेको के हो? एलिमेन्ट कति छ? हाम्रो अर्थमा कति छ? ल्याबबाट अब अर्थमा कति थियो, पहिला कति थियो, अब कति छ, ठीक छ? त्यसको बारेमा हामीहरु कुरा गर्छौं। सबभन्दा पहिला हामीहरु एलिमेन्ट भनेको के हो? एलिमेन्ट भनेको के हो? तत्व। के हो? तत्व भनेको तत्व हो, ठीक छ? जुन चाहिँ अरु सिम्पलेस्ट फर्ममा टुट्न सकिदैन भने त्यसलाई हामी मात्र एलिमेन्ट भन्छौं, ठीक छ? अरु यो हो, ठीक छ? एलिमेन्ट भनेको यो प्योर सबस्टान्स हुन्छ, ठीक छ? एलिमेन्ट आर प्योर सबस्टान्स अथवा प्योर म्याटर पनि भन्न सक्नुहुन्छ तपाईहरु। प्योर सबस्टान्स हो जुन चाहिँ अरु सिम्पलेस्ट फर्ममा टुट्दैन भने त्यसलाई हामी के भन्ने एलिमेन्ट भन्ने। ओभरअल अहिलेसम्म 118 एलिमेन्ट के गरेको छ? नाउन गरेको छ। अहिले ओभरअल 118 वटा एलिमेन्ट चाहिँ नाउन गरेछ, पत्ता लगाएको छ। त्यो मध्ये पनि अब हेर्नु, कुनै एलिमेन्ट के हुन्छ? हाम्रो अर्थैमा पाइहाल्छ। कुनै एलिमेन्ट हाम्रो अर्थैमा पाइहाल्छ। कुनै एलिमेन्ट हामीहरु कहीं बनाउँछौ, ठीक छ? कहीँबाट निकाल्छौ, डिस्कभर गर्छौ, ठीक छ? त जुन मध्ये 92 एलिमेन्ट्स आर फाउन्ड इन आवर अर्थ क्रस्ट अथवा नेचुरल अकरिङ एलिमेन्टहरु हो। मतलब 92 वटा एलिमेन्ट चाहिँ हाम्रो अर्थको क्रस्टमा अवेलेबल छ। तर 26 वटा एलिमेन्ट्सलाई के गर्छ? ल्याबमा प्रिपेयर गरेछ। केबाट बनाएको छ? न्युक्लियर रिएक्सनबाट, न्युक्लियर फ्युजनबाट के गरेको छ? बनाएर ल्याबमा न्युक्लियर रिएक्सनबाट के गरेछ? 26 वटा एलिमेन्ट डिस्कभर गरेछ, निकालेको छ, ठीक छ? टु elements are found in our earth crust and 26 elements are prepared in lab में बनाएको छ, ठीक छ? 26 वटा एलिमेन्ट। अब यो त अक्करको आधारमा भयो। अक्कर आधारमा कि यो चाहिँ मतलब 92 वटा एलिमेन्ट चाहिँ अर्थ क्रस्टमा पाइन्छ र 26 वटा एलिमेन्ट चाहिँ ल्याबमा बनाएको छ। यो त अकरिङको आधारमा भयो कि यहाँ पाइन्छ, ठीक छ? तर अब जुन मेटल हो नि, सरी जुन एलिमेन्टहरु हो नि, अब त्यसलाई के गर्छ? 3 वटा क्याटेगोरीमा बाटेको छ, ठीक छ? त्यसलाई हामी मेटल, नन मेटल र मेटालोइड्स भन्छौं, ठीक छ? त यो 3 वटा जुन क्याटेगोरी हो, 3 वटा क्याटेगोरी मेटल, नन मेटल एन्ड मेटालोइड्स। त मेटल कतिवटा छ, नन मेटल कतिवटा छ र मेटालोइड्स कतिवटा छ, यसको बारेमा कुरा गर्छु ल। हामीहरु मेटल भनेको धातु हो। धातु चाहिँ कसलाई भन्छ भने जुन चाहिँ गुड कन्डक्टर अफ हिट एन्ड इलेक्ट्रिसिटी हुन्छ र मेलिएबल हुन्छ, डक्टाइल हुन्छ र इलेक्ट्रोपोजिटिभ हुन्छ। अगाडि गएर हामी मेटलको बारेमा पढ्छौं। पहिला हामी बुझिहालौं कि मेटल कतिवटा छ। मेटल चाहिँ 93 वटा छ। 93 एलिमेन्ट्स आर के हो? मेटल हुन्छ। अर्को नन मेटल। नन मेटल भनेको कतिवटा छ? यो चाहिँ हेर्यो भने यो चाहिँ 18 वटा छ विथ इनर्ट ग्यास। इनर्ट ग्यास, ठीक? इनर्ट ग्यास जम्मा 6 वटा छ र नन मेटल जम्मा 12 वटा छ, ठीक छ? यो दुई चाहिँ मिलाएर के बनेको छ? नन मेटल बनेको छ, त्यो चाहिँ 18 वटा र मेटल चाहिँ बादबाकी जति बाँकी रह्यो। मेटालोइड्स चाहिँ कतिवटा छ? 11। 6 वटा के छ? मेटालोइड्स छ। 6 एलिमेंट्स आर मेटालोइड्स, ठीक छ? यति चाहिँ के छ? एलिमेन्ट छ ओभरअल हाम्रो अहिलेसम्म नाउन गरेको, ठीक छ? अगाडि तपाईहरु पढ्नुहुन्छ कि यसलाई
कसरी नाउन गरेको थियो, कुन कुन साइन्टिस्टहरूलाई कुन साइन्टिस्टहरू यसमा के छ आफ्नो योगदान दिएको छ डिस्कभर गर्नको लागि एलिमेन्ट्सहरू लागि, त्योहरू चाहिँ पिरियोडिक टेबलमा तपाईहरु पढ्न सक्नुहुन्छ। ठीक छ, त यो बुझिहाल्नु कि जहिलेसम्म जम्मा 118 टा एलिमेन्ट हो, जुन मध्ये 118 मध्ये 92 वटा एलिमेन्ट चाहिँ हाम्रो अर्थको क्रस्टमा पाइन्छ र 26 वटा एलिमेन्ट चाहिँ ल्याबमा बनाएको छ साइन्टिस्टहरूले आफैले। अब त यो त अक्रिङको भइहाल्यो। त अब मेटल नन मेटल यो त तीन किसिमको त एलिमेन्ट हुन्छ। त मेटल कतिवटा छ त 93 वटा छ, नन मेटल 18 वटा छ। 18 वटामा कतिवटा इनर्ट ग्यास छ त 6 वटा इनर्ट ग्यास छ र मेटालोइड्स भनेको 6 वटा मेटालोइड्स। ठीक छ, ल यति बुझिहाल्नु भयो। त अगाडि हामी त्यसको बारेमा कुरा गर्छौं, मेटल नन मेटलको बारेमा र त्यसको फिजिकल प्रोपर्टी र केमिकल प्रोपर्टीको बारेमा कुरा गर्छौं। हुन्छ, चिन्न सक्छौं। ठीक छ, त यसको बारेमा कुरा गर्ने हो। र मेटलको के ट्रिक हो कि आइडेन्टिफाई गर्ने ट्रिक हो, त्यसलाई हामीहरु चिन्छौं, मतलब पढ्छौं त्यसको बारेमा। हुन्छ, ल हामी मेटलको बारेमा कुरा गरौँ। आफ्नो टपिक तर्फ आइहालौं। मेटल भनेको धातु, मेटल एन्ड नन मेटल भनेको धातु र अधातु भनेको च्याप्टर हो। आज हामी मेटलको बारेमा मात्र कुरा गर्छौं। मेटल भनेको के हो? मेटल भनेको के हो? मेटल भन्दा बुझ्नु भन्दा पहिला अगाडि हामीहरुलाई पहिला डक्टाइल, मेलिएबल र इलेक्ट्रोपोजेटिभ यो तीनटाको बारेमा पहिला कुरा बुझ्नु पर्छ। मेलिएबल कसलाई भन्छ, त्यसपछि डक्टाइल कसलाई भन्छ र इलेक्ट्रोपोजेटिभ भनेको के हो? इलेक्ट्रोपोजेटिभ भनेको यो तीनटाको बारेमा हामीहरु कुरा गर्छौं। पहिला मेलिएबल भनेको जसलाई तपाईहरु पिटेर थाली जस्तो एज अ प्लेट लाइक स्ट्रक्चर बनाउँछौ भने त्यसलाई हामी के भन्छौं? मेलिएबल भनेको प्रोपर्टी अफ मेटल हो। ठीक छ, त्यसको कारणले के हुन्छ, कुनै पनि मेटल त्यो पिट्दा हार्म गर्दा हेभी हार्म गर्यो भने त्यो के भन्छ, थाली जस्तो बन्यो भने त्यसलाई हामी के भन्छौं? मेलिएबल। ठीक, त्यो प्रोपर्टी हो मेटलको। अर्को चाहिँ डक्टाइल भनेको के हो? यो पनि मेटलको एउटा प्रोपर्टी हो। त्यो प्रोपर्टीको कारणले गर्दा के हुन्छ, यो वायर मेटल के हुन्छ, वायरमा कन्भर्ट हुन्छ, मतलब वायर जस्तो बन्छ भने त्यसलाई हामी के भन्छौं? डक्टाइल। ठीक छ, डक्टाइल प्रोपर्टी हो। ठीक छ, र इलेक्ट्रोपोजेटिभ के हो? इलेक्ट्रोपोजेटिभको मतलब हुन्छ जसको आउटर मोस्ट सेलबाट, मतलब बाहिरीय को भ्यालेन्स सेलबाट इलेक्ट्रोन को लूज, मतलब टेन्डेन्सी टु द लूज द इलेक्ट्रोन फ्रम इट्स भ्यालेन्स, मतलब आफ्नो भ्यालेन्स सेलबाट के गर्छ कि आफ्नो जुन हुन्छ नि के भन्छ इलेक्ट्रोन, त्यसलाई के गर्छ, लूज गर्ने काम गर्छ, हटाइदिने काम गर्छ भने त्यसलाई हामी के भन्छौं? इलेक्ट्रोपोजेटिभ। हुन्छ, ल अगाडि के हो? metal are those electropositive element which are good conductor of heat and electricity। यो गुड कंडक्टर हुन्छ, मतलब गुड कंडक्टर को मतलब के भयो? गुड कंडक्टर को मतलब भयो कि जसमा इलेक्ट्रिसिटी कंडक्ट हुन्छ र के हुन्छ, हिट पनि कंडक्ट हुन्छ। यो दुईटै किन कंडक्ट हुन्छ भनेको, किनभने त्यसमा के हुन्छ, जुन पार्टिकल्स हुन्छ नि, जुन मेटलको पार्टिकल्स इच अदरमा के हुन्छ, पार्टिकल्स आर टाइटली प्याकेड हुन्छ, त्यसैको कारणले त्यो गुड कंडक्टर हुन्छ। ठीक छ, अगाडि क्लासमा तपाई पढ्नुहुन्छ कि व्हाई दे आर मेलिएबल, व्हाई दे आर डक्टाइल। तर हामी यसमा चाहिँ 7 क्लासको हो, 7 क्लासको चाहिँ अलि तलतर्फ रहन्छ। यो चाहिँ त्यो व्हाई किन हो त्यो अर्को टाइममा हामीहरु अर्को जुन क्लासमा हुन्छ त्यो क्लासमा तपाईहरु पढ्न सक्नुहुन्छ। Those electropositive element which are malleable, ductile and good
conductor of heat and electricity are called metal। ल मेटल को बारेमा फेरि हामी बुझौँ। मेटल भनेको यस्तो इलेक्ट्रोपोजिटिभ एलिमेन्ट हो। मतलब मेटलले के गर्छ, आफ्नो आउटर मोस्ट सेलबाट इलेक्ट्रोनलाई लुज गर्छ। ठीक छ, मतलब यस्तो इलेक्ट्रोपोजिटिभ एलिमेन्ट हो जसले जुन के हुन्छ, सरी जसले खायो जुन के हुन्छ मेलिएबल हुन्छ। मतलब तपाई त्यसलाई पिटेर थालीको रूप दिन सक्नुहुन्छ, थालीको शेप साइज दिन सक्नुहुन्छ। अर्को डक्टाइल को मतलब त्यसलाई हार्म गरेर तपाई के गर्न सक्नुहुन्छ, वायर जस्तो बनाउन सक्नुहुन्छ। अर्को गुड कन्डक्टर को मतलब त्यसमा के हुन्छ, इलेक्ट्रिसिटी को कन्डक्सन हुन्छ र हिट को पनि कन्डक्सन हुन्छ भने त्यसलाई हामी के भन्छौं, मेटल। ठीक छ, कुनै नन मेटल पनि हो, एउटा नन मेटल हो जसमा इलेक्ट्रिसिटी को कन्डक्सन हुन्छ तर त्यो मेलिएबल हुँदैन, त्यो डक्टाइल हुँदैन। ठीक छ, त्यसलाई हामी कार्बन भन्छौं। कार्बनमा के हुन्छ, त्यो नन मेटल हो तर त्यसमा इलेक्ट्रिसिटी को कन्डक्सन हुन्छ। ठीक छ, यति भयो, म मेटाइरहेको छु। त्यो मेटल को बारेमा तपाईहरु बुझिहाल्नु भएको होला। अब हामी त्यसको प्रोपर्टिज को बारेमा कुरा गरौँ। प्रोपर्टिज त्यो भन्दा प्रोपर्टिज को बारेमा कुरा गर्ने। ठीक छ, प्रोपर्टिज को बारेमा हामी कुरा गरौँ। प्रोपर्टिज अफ मेटल, त्यो पनि फिजिकल प्रोपर्टिज अफ मेटल। मेटल को फिजिकल प्रोपर्टीहरु के छ? सबभन्दा पहिला एक नम्बरमा हामी हेर्यौ भने दे आर गुड कन्डक्टर अफ हिट एन्ड इलेक्ट्रिसिटी। सबभन्दा पहिला फिजिकल प्रोपर्टी हो यो। अर्को फिजिकल प्रोपर्टी के हो मेटल को, कि यसको चाहिँ हाई मेल्टिङ पोइन्ट, बोइलिङ पोइन्ट हुन्छ, यसको हाई स्पेसिफिक ग्रेभिटी अथवा डेन्सिटी हुन्छ। अर्को कुरा गर्यो भने के हुन्छ, ल हामीले दे हैव हाई डेन्सिटी और स्पेसिफिक ग्रेभिटी। कुनै-कुनैमा रिलेटिभ डेन्सिटी पनि हुन्छ, त्यो पनि सही हो। अर्को कुरा दे आर फाउन्ड इन solid and liquid state at room temperature। ठीक छ, सर्ट फर्म लेखेको टेम्परेचर। अर्को कुरा के हो, दे आर लस्टरस को मतलब शाइनी, यसलाई हामी शाइनी इन नेचर पनि भन्न सक्छौं। ठीक छ, अर्को 4 नम्बरमा हेर्यो भने दे आर मेलिएबल इन नेचर। नेचरमा के हुन्छ त्यो मेलिएबल भनेको त्यसलाई त हामी के बनाउन सक्छौं, वा थाली जस्तो बनाउन सक्छौं। ठीक छ, दे आर डक्टाइल इन नेचर। ठीक छ, अगाडि हेर्यो भने के हुन्छ त्यो, यसको यो चाहिँ इट इज हार्ड, यो चाहिँ के हुन्छ, हार्ड हुन्छ। यसलाई त हामी ब्रेक गर्न छिटो सक्दैनौं। ठीक छ, छोडेर एक्सेप्ट सोडियम। किन एक्सेप्ट सोडियम, बिकज दे आर इजिली कट थ्रू नाइफ। यो चाहिँ के भन्छ, नाइफबाट इजिली कट भइहाल्छ। ठीक छ, केही मेटलहरु धेरै रिएक्टिभ हुन्छ, त्यसैको लागि त्यसलाई हामी केमा राख्छौं, केरोसिनमा राख्छौं। जस्तै सोडियम चाहिँ मोस्ट रिएक्टिभ एलिमेन्ट हो, सरी मोस्ट रिएक्टिभ रिएक्टिभ एलिमेन्ट हो।
त्यसलाई हामी सोडियमलाई कहाँ राख्छौँ केरोसिनमा राख्छौँ अर्को पोटासियम पोटासियम आर अल्सो रिएक्टिभ एलिमेन्ट त्यसैको कारणले त्यो पोटासियमलाई हामी कहाँ राख्छौँ केरोसिनमा राख्छौँ ठीक छ अगाडि हेर्यो भने it produce metallic tinkling यो चाहिँ के प्रोड्युस गर्छ मेटालिक टिङ्कलिङ मतलब टन टन जस्तो आवाज जब तपाईं कुनै एउटा मेटललाई अर्को मेटलसित टक्राउनु हुन्छ त टन टन आवाज आउँछ त्यसलाई हामी मेटालिक टिङ्कलिङ भन्छ कसैले सोनारे साउन्ड पनि भन्छ त्यो पनि सही ठीक छ अर्को कुरा हेर्यो भने लास्टमा इट इज गुड कंडक्टर यो चाहिँ के हुन्छ गुड कंडक्टर हुन्छ के हुन्छ गुड कंडक्टर के को हीट एन्ड इलेक्ट्रिसिटी ठीक छ यो गुड कंडक्टर हुन्छ हीट एन्ड इलेक्ट्रिसिटी को यो यसको चाहिँ फिजिकल प्रोपर्टी एकपल्ट फेरि हामी डिवाइड गर्दियो फेरि म भन्दिन्छु दे हैव हाई डेन्सिटी यसको पास के हुन्छ डेन्सिटी के हुन्छ हाई हुन्छ मास बाइ मास अपन भोल्युम के हुन्छ यसको हाई हुन्छ मेटल को ठीक छ र स्पेसिफिक ग्रेभिटी जसलाई भन्छ त्यो चाहिँ के हुन्छ हाई हुन्छ ठीक छ अर्को कुरा के हो दे आर फाउन्ड इन अ सोलिड स्टेट एन्ड लिक्विड स्टेट एट रूम टेम्परेचर अनुसारमा सोलिड स्टेटमा पाउँछ र लिक्विड स्टेटमा पनि पाउँछ के मेटलहरु जस्तै मर्क्युरी भइहाल्यो ग्यालियम भइहाल्यो सिजियम भइहाल्यो योहरु के भइहाल्यो लिक्विड स्टेटमा पाउने ठीक छ केही मेटलहरु के गर्छ लस्टर गर्छ मतलब शाइनी गर्छ ठीक छ ब्राइट देखाएर आउँछ त्यो चम्किन्छ नेचरमा त्यो के गर्छ चम्किन्छ अर्को कुरा के हो दे आर मेलिएबल यो चाहिँ मेलिएबल हुन्छ मतलब तपाई त्यसलाई पिटेर के बनाउन सक्छौ प्लेट लाइक स्ट्रक्चर दिन सक्छौ त्यसलाई अर्को कुरा के हुन्छ दे आर डक्टाइल इन नेचर त्यसलाई डक्टाइल किन भन्छ किलाई भने मेटलको प्रपर्टी हो यो अनुसारले के हुन्छ कुनै पनि मेटल के हुन्छ तार वायरमा कन्भर्ट हुन सक्छ ठीक छ त डक्टाइलको मतलब हुन्छ पिटेर तपाई त्यसलाई वायर बनाउन सक्नुहुन्छ यो चाहिँ हार्ड हुन्छ मतलब हार्ड को मतलब हुन्छ यो सफ्ट हुँदैन हार्ड हुन्छ को मतलब भइहाल्यो कडा हुन्छ ठीक छ कसलाई छोडेर सोडियमलाई छोडेर सोडियम चाहिँ के हुन्छ सफ्ट हुन्छ केबाट किनभने यो चाहिँ इजिली कट भइहाल्छ केबाट नाइफबाट ठीक छ अर्को कुरा के हो यसले के गर्छ मेटालिक टिङ्कलिङ मतलब साउन्ड प्रोड्युस गर्ने काम गर्छ मतलब जब तपाई एउटा मेटललाई अर्को मेटलसित के गर्नुहुन्छ टक्राउनु हुन्छ भने त्यसले के गर्छ साउन्ड प्रोड्युस गर्छ जस्तै मैले यो मार्कर छ यो दुईटैलाई टक्रायो भने टक दबर साउन्ड आयो के आएन यो चाहिँ यो मेटालिक टिङ्कलिङ हैन किनभने यो चाहिँ प्लास्टिक हो प्लास्टिकलाई हामी नन मेटलमा राख्छौं भने यसमा चाहिँ यो मेटालिक टिङ्कलिङ आइरहेको छैन तर दुईवटा मेटललाई टक्राएपछि त्यो के गर्छ मेटालिक टिङ्कलिङ साउन्ड प्रोड्युस गर्छ ठीक अर्को कुरा हो यो चाहिँ गुड कंडक्टर अफ हीट एन्ड इलेक्ट्रिसिटी हुन्छ यति बुझिहाल्नु भयो ल म मेटाइहाल्छु ठीक छ ल यति बुझिहाल्नु भयो अगाडि हामी यसको केमिकल प्रोपर्टी तर्फ जाऊ केमिकल प्रोपर्टीज अफ मेटल को चाहिँ केमिकल प्रोपर्टी के हो सबभन्दा पहिला यो चाहिँ अक्सिजनसित रिएक्ट गरेर के बनाउँछ अक्साइड बनाउँछ it react with oxygen to produce oxide example मा हेर्यो भने हामीहरु जस्तै एउटा म्याग्नेशियम हो प्लस अक्सिजन सित रिएक्ट गर्यो भने म्याग्नेशियम अक्साइड बनाउँछ ठीक छ
अर्को कुरा के हो इट रिएक्ट विथ non metal to produce ionic compound. Ionic compound भनेको के हो भन्छ? आयोनिक कंपाउंड भनेको यस्तो कंपाउंड हो जुन चाहिँ मेटल र नन मेटल को बीचमा पर्छ। मतलब मेटल र नन मेटललाई मिलाएर जुन कंपाउंड बन्छ त्यो कंपाउंडलाई हामी आयोनिक कंपाउंड भन्छौं। यतिकै अहिलेको लागि हुन्छ। जस्तै भने मैले एउटा मेटल लिएँ, जस्तै यो MgO भनेको यो म्याग्नेशियम अक्साइड भनेको आयोनिक कंपाउंड हो, ठीक छ। तर अक्साइड पनि हो, आयोनिक कंपाउंड पनि हो, ठीक छ। जस्तै मैले लिए एउटा के लिने, जस्तै सोडियम यानी र Cl2। Cl भनेको के हो नन के भन्छ नन मेटल हो, सोडियम भनेको मेटल हो, यो दुईटैलाई मिलाएर भनेको NaCl बन्छ, ठीक छ। यहाँ हामी के गरौँ, यहाँ टुवाले भने यहाँ टुवाले ब्यालेन्स भइहाल्यो, ब्यालेन्स्ड केमिकल इक्वेसन हो। यहाँ दुईटा छ तर यहाँ एउटै छ, यहाँ दुईटा भइहाल्यो, यहाँ पनि दुईटा। यो पनि ब्यालेन्स्ड केमिकल इक्वेसन छ। यो पहिला अनब्यालेन्स थियो, अहिले ब्यालेन्स गर्दै मैले, ठीक छ। ब्यालेन्स भनेको दुईटैतर्फ समान इक्वल अमाउन्टमा हुनुपर्ने। यसमा दुईवटा म्याग्नेशियम छ भने यहाँ पनि दुईवटा छ, तर अक्सिजन दुईटा छ, यहाँ पनि दुईटा छ। सोडियम पनि दुईटा छ, सोडियम दुईटा छ, क्लोरिन दुईटा छ, दुईटैतर्फ ब्यालेन्स, ठीक छ। अगाडि कुरा के हो कि यो कुनै पनि एसिडसित रिएक्ट गर्छ भने मेटल एसिडसित रिएक्ट गरेपछि मेटालिक साल्ट बनाउँछ, ठीक छ। इट react with acid to produce metallic salt। हेर्यो भने हामीहरु जस्तै Na+HCl भनेको हाइड्रोक्लोरिक एसिड हो। यो रिएक्ट गर्यो भने Na+Cl मिलिहाल्यो, NaCl र हाइड्रोजन ग्यास रिलीज भयो, ठीक छ। दुईटा छ हाइड्रोजन ग्यास, दुईटा यहाँ भयो, दुईटा यहाँ पनि दुईटा। ल यति बुझ्यो। मतलब हेर्नु, सबभन्दा पहिला कुरा कि जब कुनै पनि मेटल कुनै पनि एनी मेटल व्हिच इज रिएक्ट विथ अक्सिजन, मेटल जहिले पनि अक्सिजन सित रिएक्ट गर्छ भने के बनाउँछ, त्यसको अक्साइड बनाउँछ। अक्साइड जस्तै म्याग्नेशियम एउटा मेटल हो, अक्सिजन एउटा नन मेटल हो, ठीक छ। सरी अक्सिजन भनेको यो चाहिँ अक्सिजन हो, ठीक है। अहिले हामी नन मेटल, अहिले हामी अक्सिजन भन्छौँ यसलाई। अक्सिजन हो, अक्सिजन जहिले पनि मेटलसित रिएक्ट गर्छ भने मेटलको अक्साइड बनाए, MgO भनेको यो मेटालिक अक्साइड, जसलाई हामी म्याग्नेशियम अक्साइड भन्छौँ। यहाँ लेख्दियौ, यसलाई हामी मेटालिक अक्साइड, ठीक। म्याग्नेशियम अक्साइड हो Mg, यो भनेको मेटल हो, यो भनेको अक्सिजन हो। मेटल जहिले पनि अक्सिजन सित रिएक्ट गर्छ भने के बनाउँछ, मेटालिक अक्साइड। यो उसको मतलब हुन्छ गिव्स टु मतलब मेटल र अक्सिजन मिलेपछि के दियो, म्याग्नेशियम अक्साइड दियो, गिव्स टु। र एरोको मतलब हुन्छ गिव्स टु, एरोको साइन मतलब हुन्छ गिव्स टु। इट रिएक्ट विथ नन मेटल मतलब मेटल जहिले पनि नन मेटल सित रिएक्ट गर्छ भने के बनाउँछ, आयोनिक कंपाउंड। आयोनिक कंपाउंड भनेको द कंपाउंड व्हिच इज फर्मेशन बिट्विन मेटल एन्ड नन मेटल, यति मात्र। मेटल र नन मेटल को बीचमा जुन मेटल र नन मेटल मिलेर जुन कंपाउंड नयाँ बन्छ भने त्यसलाई हामी के भन्छ, आयोनिक कंपाउंड। जस्तै NaCl यो के भयो, आयोनिक कंपाउंड, ठीक। यो चाहिँ एसिड सित रिएक्ट गर्छ भने त्यो के बनाउँछ, मेटालिक अक्साइड बनाउँछ। जस्तै Na भनेको मेटल भयो, HCl भनेको न के भन्छ, एसिड भयो। एसिड भयो भने यो जहिले पनि मेटल सित रिएक्ट गर्छ भने के भन्छ त्यसको साल्ट, मेटालिक साल्ट र हाइड्रोजन ग्यास रिलीज गर्छ, ठीक छ। अर्को मेटललाई युज गरिसकेकोमा हाइड्रोजन ग्यास प्रिपरेसनमा पनि गर्छ, ठीक छ। मेटललाई युज कहाँ गर्छ, टु प्रिपेयर द
हाइड्रोजन ग्यास। यति बुझिहाल्नुभयो? ल अब म यसलाई के गर्छु, रब गर्छु। हुन्छ? ल अब हामी मेटलको मेटललाई आइडेन्टिफाई गर्ने कसरी, एउटै सिम्पल ट्रिक हो। त्यहीबाट तपाईहरु कुनै पनि एलिमेन्टको नाम सुन्दै बित्तिकै तपाई बुझिहाल्नुहुन्छ कि त्यो मेटल हो कि अरु चीज हो। ठीक छ? ट्रिक के हो? ट्रिक भनेको के हो कि कुनै पनि एलिमेन्टको लास्टको साउन्ड यदि यम बाट इन्ड भयो भने, ठीक छ, भनेको त्यो चाहिँ मेटल हुन्छ। If any element which is end with M sound, then it is metal. यदि कुनै पनि एलिमेन्ट चाहिँ यम साउन्डबाट के हुन्छ, इन्ड हुन्छ भने त्यसलाई हामी के भन्छौं, मेटल भन्छौं। के भन्छौं? मेटल। जस्तै एक्जाम्पलमा हेर्यो भने SODIUM लास्टमा कुन साउन्डबाट खतम भइहाल्यो, यम बाट, त्यसको मतलब सोडियम के भयो, यो के भयो, मेटल। के भयो? मेटल। ठीक? जस्तै अर्को LIT लिथियम मा के छ, एम छ, एम साउन्डबाट खतम भयो, यो पनि के भइहाल्यो, मेटल। ठीक? अर्को हेर्यो भने म्याग्नेसियम, ठीक छ, कुन साउन्डबाट खतम, एम, यो पनि मेटल। केही यसमा एक्सेप्सनल पनि छ। ठीक छ? तर तिमीहरु त सेम 20 सम्म पढ्छौ, त त्यसको लागि यो पर्याप्त। अरु केही एलिमेन्टहरुमा यो चाहिँ फलो हुँदैन, यो ट्रिक चाहिँ फलो हुँदैन। त्यसैको लागि 20 सम्म यो चाहिँ फलो हुन्छ। त्यसमा चाहिँ तिमीहरु यो यति बुझिहाल्छौ। ठीक छ? कि यमबाट खतम भयो भने मेटल, यम, ठीक छ, यमबाट खतम भयो भने के हुन्छ, मेटल। ठीक छ? यति बुझ्यो? त यो ट्रिक हो मेटललाई आइडेन्टिफाई कसरी तिमी गर्न सक्छौ। हुन्छ? ल बाइ बाइ।